तरेरा चोकमा भएको फलफुल दोकानदेखि मोबाइल फोन चोरी भएको छ। चोर चाहिँ त्यही साइकलमा आउँदै गरेको केटा है। यो चोरले यसको साइकल सायद उदिमको पूर्ण कलेक्सन र दीपक केसी कान्छाको स्टुडियो अगाडि कता पार्क गरे जस्तो लाग्यो मलाई। यो फ्रुट सपको लोकेसन मण्डलको पान दोकान र दीपक केसीको स्टुडियो बिचमा पर्दछ। यो मोबाइल चोरले यस्तो फ्रुट सपमा पनि के सिक्युरिटी क्यामेरा होला भनेर वास्ता गरेन होला केटोले। आयो चोर उता जाँदैछ, दोकानी बुनी यता आउँदैछ। दुईजनाको बाटो क्रस त भयो, तर बिचरा बहिनीलाई अहिले केही वास्तै छैन, थाहै छैन। फेरि चोर यता आउँदैछ। यसले ओहोरदोहोर गर्दै दाउ खोज्दैछ कतिखेर चाहिँ झ्याप पारौँ भनेर। बिचरा दोकाने बहिनी चाहिँ दोकानको धुलो टकटकाउँदै आफ्नै धुनमा छ। यो दोकाने बहिनीले चाहिँ मोबाइल फोन यहाँनिर राखेको रहेछ। अब यो चोरले त्यसको साइकल चाहिँ उदिम र दीपकको दोकानदेखि अगाडिदेखि ल्याएर मण्डलको पान दोकान अगाडि लिएर यसले यसको साइकल राख्छ। अब एकछिन पर्खिन्छ, त्यहाँदेखि अब चाहिँ फेरि साइकलै छोडेर यता आउँछ र उदिमहरूकै दोकानतिर आउँछ यो। अब त्यहाँ एकछिन बस्छ अनि दाउ हेर्दैछ यसले। अब यता हाम्रो होटलको बहिनीले चाहिँ चिया डेलिभरी गर्दैछ। अब चाहिँ यसले टिप्ने भयो। टिप्यो फोन। फेरि त्यही बहिनीको छेउबाट हिँड्दैछ। त्यो बिचरा त्यो बहिनीलाई केही थाहै छैन फोन हराएको, फोन चोरी भएको। फोन चोरेपछि यो मण्डलको दोकान अगाडि त्यसले आफ्नो साइकल राखेको थियो, त्यही साइकलमा चढेर यो चोर भाग्छ। चोरले फोन चोर्यो, साइकलमा चढेर भाग्यो। तपाईँहरू कसैले यो केटालाई चिन्नुहुन्छ भने तल कमेन्ट गर्नुहोस् है, अथवा दोकाने भाइ केशव भट्टराईलाई आएर भेट्दा हुन्छ। यो चोरको हिँडाइ पनि याद गर्नु होला। अगाडि भिडियोमा पनि ओहोरदोहोर गर्दाखेरि यसको हिँडाइ अर्कै खालको छ। हिँडाइले पनि यसलाई चिन्न सकिन्छ। Okay, have a good one, people.